अब देशमा चुनाव हुने त पक्का भइहाल्यो, पक्का पनि चुनाव हुन्छ। अहिलेको जेनेरेसन, अहिलेको चुनावमा राम्रो राम्रो नेतृत्व हामीले छानेर नीति नियम निर्माण गर्ने ठाउँमा र देशको मजबुत खम्बा हामीले छानेर पठाउन सकेनौँ भने फेरि पनि देशमा भ्रष्टाचार अनि कुरीति, कुसंस्कार, वैदेशिक रोजगारमा जाने सङ्ख्याहरू बढ्दै जान्छ। अब आउने पुस्ता, यो पुस्ता जुन जेनेरेसनले देशलाई लिड गर्न सकेन भने अब आउने पुस्ता झन विलिन हुन्छ। भन्छन् वैदेशिक हस्तक्षेप नेपालमा धेरै हुन्छ। हो, हामी जस्तो विकासोन्मुख देशमा वैदेशिक हस्तक्षेप पक्कै पनि हुन्छ, हुँदैन भन्ने होइन। वैदेशिक हस्तक्षेप भए पनि वैदेशिक हस्तक्षेपलाई छिमेकी राष्ट्रहरूलाई समानान्तरमा लगेर राम्रो दृष्टिकोणले उनीहरूसँगको सद्भाव, सद्विचार, सद्व्यवहारलाई सन्तुलनमा लगेर आफ्नो देशमा भ्रष्टाचार न्यूनीकरण गर्ने कसरी, उद्योग धन्दा, कल कारखाना र रोजगार व्यवस्थापन गर्ने कसरी, आफ्नो जनतालाई एकदम धेरै सक्षम सबल बनाउने कसरी भन्ने कुरा त नेतृत्वहरूले सोच्नु पर्यो नि, देश बनाउनेहरूले। हामी त कामदार हो, काम गर्नेलाई पनि सहज वातावरणमा काम गर्ने वातावरण बनाउनु पर्यो नि। त्यसैले आफूले आफ्नोलाई होइन, मन परेकोलाई होइन, आफ्नो पार्टीलाई होइन, देश बनाउने सक्षम व्यक्तिलाई बनाएर नेतृत्व छानेर हामीले पठाउनु जरुरी छ। देशको खम्बा रोज्दैछौँ,